नमस्ते सम्पूर्ण साथीहरुमा म शिव बेलबासीको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। साथीहरु किन सानैदेखि नै अलि भिन्न स्वभावको म साहित्य क्षेत्रमा अलि धेरै रुचि राख्थे मैले। त्यसैले सानैदेखि नै विभिन्न रचनाहरू कोर्ने सिर्जना गर्ने र साथीहरु गुरुहरुसँग आफ्ना रचनाहरू व्यक्त गर्ने गर्दा गर्दै म आज यहाँहरु सामु एउटा सानो रचना लिएर उपस्थित भएको छु र मेरो रचना केमिस्ट्रीको एउटा रियाक्सनबाट साभार गरिएको हो र मेरो रचना सुनिसकेपछि आवश्यक सुझाव सल्लाह प्रतिक्रियाहरू व्यक्त गर्न नबिर्सिनुहोला। यहाँहरुको सुझाव सल्लाह नै मेरो हौसलाको प्रतीक हुनेछ सधैँभरि भन्दै म आफ्नो रचना सुरु गर्न चाहन्छु र मेरो रचनाको शीर्षक छ उनी मेरी फंक्सनल ग्रुप। उनी मेरी फंक्सनल ग्रुप म त उनको अल्फा कार्बन। उनी मेरी फंक्सनल ग्रुप म त उनको अल्फा कार्बन। बनाउँछु भन्थे अल्फा हाइड्रोक्सी उनलाई तर बीटा हाइड्रोक्सी पो बनी छन् उनी त। बनाउँछु भन्थे अल्फा हाइड्रोक्सी उनलाई तर बीटा हाइड्रोक्सी पो बनी छन् उनी त। सोचे बुझे मनन गरे यो कसरी भयो भनेर। सोचे बुझे मनन गरे यो कसरी भयो भनेर। तर अन्त्यमा पो थाहा पाएँ यो त सबै एनिवेजको कमाल पो रहेछ भनेर। तर अन्त्यमा पो थाहा पाएँ यो त सबै एनिवेजको कमाल पो रहेछ भनेर। सबै साथीहरु सोध्दै थिए शिव तिमीलाई के भयो भनेर। सबै साथीहरु सोध्दै थिए शिव तिमीलाई के भयो भनेर। जवाफमा म उत्तर दिए सबैलाई साथीहरु यो त अल्डोल कन्डेन्सेसनको रियाक्सन हो भनेर। जवाफमा म उत्तर दिए सबैलाई साथीहरु यो त अल्डोल कन्डेन्सेसनको रियाक्सन हो भनेर। हस्त मेरो रचना सुनिदिनु भएकोमा यहाँहरु सम्पूर्णलाई हार्दिक धन्यवाद दिँदै यहाँबाट टाढा हुन चाहन्छु। नमस्ते।